आज प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भन्नुभएछ मलाई एपे ठिक छ तर नेपाललाई एपेको म सहन सक्दिनँ। प्रधानमन्त्रीज्यू, मेटालाई तपाईँले यो भन्दै गर्दाखेरि म तपाईँलाई एउटा कुरा याद दिलाउन चाहन्छु। नेपाललाई मेटाले नटेर्नुको कारण यानि कि तपाईँको आदेश कार्यान्वयन नगर्नुको कारण के हो तपाईँलाई थाहा छ? यदि थाहा छैन भने एकचोटि यो पोस्ट हेर्नु होला। एकचोटि हेर्नुहोस् त, यो उहाँलाई चिन्नुभयो? यो तपाईँकै पार्टीको तपाईँको सबैभन्दा नजिकको नेता महेश बस्नेत हुनुहुन्छ। तपाईँको सरकारले फेसबुक बन्द गरेको आज 3 दिन भयो, तर तपाईँकै पार्टीको नेताले तपाईँलाई टेरिरहेको छैन। अनि कसरी मेटाले तपाईँलाई टेर्छ? यस्तै अर्को पनि हेर्नु होला, उहाँ गोकुल बास्कोटा पनि तपाईँकै पार्टीको नेता, उहाँले पनि तपाईँको सरकारले गरेको निर्णय पिट्टिकै मानिराख्नु भएको छैन, फेसबुकमा पोस्ट गरिराख्नु भएको छ। यति मात्रै हो र अझ उहाँलाई पनि हेर्नु होला, चिन्नुभयो? शेरबहादुर देउबाजी, तपाईँको पार्टीको अहिले सबैभन्दा नजिकको घनिष्ठ मित्र होइन? काङ्ग्रेसले एमाले सरकारले गरेको यानि कि तपाईँको क्याबिनेटले गरेको कुरा मानिरहेको छैन। अब काङ्ग्रेसले यसको विरुद्धमा निर्णय नै गरिसक्यो। अनि यति मात्रै होइन प्रधानमन्त्रीज्यू, तपाईँले मेटालाई नेपालमा सूचीकरण हुनुपर्छ भनेर भन्नुभयो, मेटाले टेरेन, लो त्यो हामीले मान्यो, तर त्यो के आधारमा तपाईँले भन्नुभयो? सबैभन्दा पहिला नेपालमा कानुन बनाउनु पर्यो। त्यो तपाईँ एउटा चाहिँ ड्राफ्टमा राखेको निर्देशिका देखाएर मेटा अथवा अरू कम्पनीलाई नेपालमा सूचीकृत हु भनेर बाध्य बनाएर हुन्छ? संविधानमा त्यो कुरा लेख्नु पर्यो। सबैभन्दा पहिला कानुन बनाउनु। सर्वोच्च अदालतले तपाईँलाई भनेको के हो? कानुन बनाऊ भनेको। अनि तपाईँ कानुन बनाउनु छाडेर सडकतिर लाग्नु भएपछि कसले तपाईँलाई टेर्छ? यति मात्रै होइन, तपाईँको पार्टीका व्यक्तिले तपाईँलाई टेरिरहेको छैन, तपाईँको सरकारको व्यक्तिले तपाईँलाई टेरिरहेको छैन, तपाईँको क्याबिनेटको व्यक्तिले तपाईँलाई टेरिरहेको छैन। अनि नेपालमा अहिले कसले फेसबुक चलाइरहेको छ प्रधानमन्त्रीज्यू? तपाईँलाई याद छ? यदि साँच्चै ब्यान भएको हो भने नेपाल सरकारको कुरालाई मानेर ब्यानको अर्थ के हुन्छ? इन्डियामा जसरी टिकटक चल्दै चल्दैन त्यसरी नेपालमा फेसबुक चल्दै नचलेपछि बल्ल फेसबुक कम्पनीहरूलाई मार्का पर्ने हो। तर अहिले के भइदिएको छ? हरेक नेपालले फेसबुक चलाइरहेको छ। कुन चाहिँ समाचार माध्यमले, कुन चाहिँ न्युजले फेसबुक चलाएको छैन? सबैले फेसबुक युज गरिरहेको छ भनेपछि फेसबुकलाई के असर पर्ने भयो? उसको जति आइडी थियो सबै आइडी अहिले पनि एक्टिभ छ। नेपाल सरकारले भलै बन्द गर्यो भनेर घोषणा गरेको छ, तर सबै युजरले पहिलेको भन्दा धेरै अहिले फेसबुक चलाइरहेको छ भनिसकेपछि यस्तो तपाईँको यस्तो आलो काँचो निर्णय, कानुन नै नबनाइकन चाहिँ अर्कालाई एउटा चाहिँ निर्देशिकाको भरमा, सनकको भरमा, अध्यादेशको भरमा लाद्नु खोज्ने निर्णय कसले टेर्छ त? अनि तपाईँलाई मेटाले टेरेन भनेर रिस गरेर हुन्छ त? त्यसकारणले प्रधानमन्त्रीज्यू, विदेशी कम्पनीले अथवा अरू देशले, अरू व्यक्तिले टेरेन भनेर भन्नुभन्दा पहिला आफ्नै पार्टीभित्र, आफ्नै पार्टीका नेताहरूलाई भन्नु होला, आफ्नै क्याबिनेटका मन्त्रीहरूलाई भन्नु होला, आफ्नै गठबन्धनको रहेको अर्को दललाई भन्नु होला, अनि बल्ल बाहिर यो कुरा गर्न सक्छौँ। नभएदेखि अहिले तपाईँको यो निर्णय, आलो काँचो निर्णय, कानुन नै नबनाइकन यसरी एउटा बाल हट गरेको निर्णयले गर्दाखेरि सबैको बेइज्जत भइरहेको छ। त्यसकारणले गर्दाखेरि सबैभन्दा पहिला प्रधानमन्त्री कानुन बनाउनुहोस्, नियमन गर्ने कानुन बनाउनुहोस्, आफ्नो पार्टीभित्र सर्कुलर जारी गर्नुहोस्, अनि बल्ल तपाईँलाई सबैले साथ दिन्छ। नत्र होइन भने यस्तो हछुवाको भरमा गरेको निर्णयलाई कसैले पनि साथ दिँदैन।